हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग गाइज भनौँ आज चाहिँ आजको स्पेसल सो हामी एनओसी लिन जाँदैछौँ अनि मैले अगाडिको भिडियोमा पनि भनिसकेको थिएँ पहिला क्याटर भेरिफाई गरिसकेपछि एनओसी भेरिफाई भयो भने एनओसी लिनु जानुपर्छ भनेर अनि त्यही भएर चाहिँ आज एनओसीको लागि एनओसी अफिस सानो टिमी भक्तपुर जाँदैछौँ पछाडि मसँग अर्को पनि छ होइन एन्ड अरू भन्नुपर्दा के छ भन्दाखेरिमा हाम्रो चाहिँ एनओसीको डेट भिजिटिङ डेट भनेर मार्च 9 थियो तर हामी आज मार्च 7 मा जाँदैछौँ के कस्तो हुन्छ अगाडि भेरिफाई गर्न दिन्छ कि नै हुन्छ नि एनओसी दिन्छ कि नै त्यो चाहिँ हेर्छौँ सायद अब कन्भिन्स गर्न सक्यो भने चाहिँ आज पाउँछौँ होइन अब सकिएन भने के छ र अब 9 तारिकमै जान्छौँ सो त्यसको लागि चाहिँ कन्सल्टेन्सीले दिइरहेको हुन्छ अब सबै एनओसीको फर्महरू उसले भरिदिएर आउँछ भेरिफाई गरेपछि फर्म पनि कन्सल्टेन्सीले दिन्छ होइन अनि त्यसमा अरू डकुमेन्टहरू दिन्छ अनि सिओयु भयो अनि त्यसपछि जुन उता तिर्नुपर्ने पैसा हुन्छ नि त्यही डकुमेन्टमा हुन्छ स्टिच गरेर 4-5 वटा कतिवटा दिन्छ है त्योमा चाहिँ अनि बिल पनि हुन्छ 2000 एनओसीको फी गरेको अनि रसिद पनि हुन्छ त्यो 2000 रुपियाँ तिर्नुपर्छ है एनओसीको लागि छुट्टै अनि त्यो चाहिँ राष्ट्र ब्याङ्कमा होइन वाणिज्यमा सायद वाणिज्य हो कि वाणिज्यमा नेपाल राष्ट्र ब्याङ्कमा तिर्नुपर्छ है गाइस होइन अनि उहीँ गएर लाइन लगाएर ब्याङ्कमा गएर तिरे पनि हुन्छ एन्ड इसियाबाट तिरेर प्रिन्ट आउट निकाले पनि हुन्छ हामीले चाहिँ इसियाबाट तिर्यौँ ब्याङ्कमा जान पाउने त्यो गाइड होइन अब हामी चाहिँ गाडी चढेर बागबजार गएर अनि त्यहीँबाट चाहिँ के भन्छ सानसिमी जान्छौँ है त सो गाइज हामीले चाहिँ त्यो गाडी चढ्न लागेको थियौँ भएन होइन त्यो रोकेन त्यहाँ त्यही भएर चाहिँ हामी अलि अगाडि आउँदैछौँ अनि त्यही हो यो सानो टिमी भक्तपुरको गाडी चढ्यो भने सिधै एनओसी अफिस नजिकै लगेर रोक्छ क्या अनि त्यहाँदेखि नजिकै पर्छ 2 मिनट हिँड्यो भनेपछि एनओसी अफिस पुगिहाल्छ अनि त्यही नै हो डकुमेन्टहरू चाहिँ सबै कन्सल्टेन्सीले रेडी बनाइदिएर हुन्छ अनि एनओसीको फर्म भेरिफाई गर्नलाई अकाउन्ट बनाएर उसले नै पेस गरिसकेको हुन्छ कन्सल्टेन्सीले त्यसमा चाहिँ केही दुःख पर्दैन अनि दुःख भनेको चाहिँ पेमेन्ट हुन्छ 2000 रुपियाँ चाहिँ तिर्नै पर्ने हुन्छ एनओसीको लागि त्यो 2000 चाहिँ अनलाइन पेमेन्ट गर्दाखेरि एकदम इजी हुन्छ अनलाइनबाट इसियाबाट पेमेन्ट गर्न मिल्छ होइन मैले चाहिँ इसियाबाट पेमेन्ट गराएर अनि ती कन्सल्टेन्सी स्लिप निकालिसकेँ होइन त्यसको लागि भाउचर जस्तै हो त्यो पनि त्यही भएर चाहिँ इजी हुन्छ सो गाइज अनलाइन पेमेन्ट गरेर लाइन बस्नको लागि घाउ हुन्छ ढिलो हुन्छ भने चाहिँ अनलाइन पेमेन्ट गर्दा बेस्ट अप्सन हुन्छ अनि त्यही नै हो त्यति गरिसकेपछि अनि डकुमेन्ट रेडी हुन्छ लगेर एनओसीमा जाने हो डेट भिजिटिङ डेटमा गयो झन् आनन्द हुन्छ अगाडि गयो भने चाहिँ गरिदिने हो कि नै दुःख पाइने हो कि भन्ने मात्रै हुन्छ होइन सो हामी चाहिँ अलि डेटभन्दा अगाडि जाँदैछौँ है त अनि त्यही भएर चाहिँ आज के हुन्छ हेरौँ है त बसबाट झरेर होइन अब यहाँ अगाडि चाहिँ यहीँ नजिकै छ होइन एनओसी अफिस अनि सो काठमाडौँको बसमा चाहिँ पब्लिक बसमा चढिसकेपछि आधा घन्टा लाग्ने टाइम छ भने आधा घन्टा लाग्ने बाटो छ भने चाहिँ 1 घन्टा अगाडि चढ्नुपर्छ है आएर यहाँ हैरान भएको छ गाडी रोकी ल्यायो बल्ल होइन 1 घन्टा लगभग 1 घन्टा 20 मिनटमा पुऱ्यायो यहाँ सो है हामी चाहिँ अहिले अफिसमा जान्छौँ सोध्छौँ के हुन्छ है कारण हामी चाहिँ अब एनओसी अफिसमा गएर त्यहाँ रेजिस्ट्रेसन डेस्कमा सोधेको मिल्दैन भन्नुहुन्थ्यो होइन डेटभन्दा अगाडि आयो भने सायद मिल्दैन अरे अनि सो गाइज अनि केही अर्जेन्ट भयो भने चाहिँ मिल्छ कि न भनेको सरलाई सोध्नु भन्दै हुनुहुन्थ्यो तर हामी चाहिँ बाहिर निस्क्यौँ यहाँ हाम्रो ग्याङहरू छ होइन यहाँ अगाडि बसिरहेछ उनीहरूले के गरे उनीहरू अगाडि आइरहेको थियो नि त सो उनीहरूसँग एकछिन हुन्छ नि कुरा गरौँ के भन्छन् है त ल तिमी आयो के छ पनि मोबाइल यसो तेर्सो पारेर आउँछ त्यहाँ तिमी ल पार्नै मोबाइल तेर्सै हो त अनि के भन्यो भन त गयो किन अब एनओसी गएर आएको के भने के भन्छ त भन न भन अब लाज मान्दै रहेछन् भन्नु त्यो के भन्दा त्यो के भन्छ त यार ठ्याक्कै याद म पनि गएको छैन कि त्यो डेट पछि हो उतिखेर आउनु भन्यो त्यहाँ अर्जेन्टलाई हुन्छ किन भनेको सरले सोध्नु भन्दै थियो हस्पिटल होइन रे त्यसको लागि इमर्जेन्सी हस्पिटल होइन भन्दा सिधै डाइरेक्ट कहाँ सोधेको कडा भने चाहिँ मैले त रिसेप्सन डेस्कमा त्यो थियो नि हेल्प डेस्क त्यहाँ सोधेको सरलाई सोध्नु भन्दै थियो ठोक्करमा आयो नि
यस्तै हो यस्तै हो। होइन गाइस त्यसपछि त्यही नै हो फाइनल डिसिजन चाहिँ एनएससीको डेटमा अनि टाइममा आउनु। कति बज्छ तिमीहरूको टाइम? 2-3 1-2 छ यार मेरो। 1-2 कस्तो छ? 1-2 छ मेरो। सो एनएससी एप्रुभ भएको एप्रुभ भएपछि मेल आउँछ, मेलमा लेखिदिएर आउँछ अनि म्यासेजमा नि आउँछ, म्यासेजमा नि लेखिदिएर आउँछ। त्यहाँ टाइम पनि लेखिदिएर आउँछ, डेट पनि लेखिदिएर आउँछ होइन। हाम्रो एनएससीको काम चाहिँ गाइस हुने नहुने ठेगान भएन। सो अहिले चाहिँ अब यहाँ आइसकेपछि हुन्छ नि एउटा पार्कतिर घुमौँ भनेर चाहिँ एउटा पार्क हेर्न गइरहेको छ। पार्क कहाँ छ थाहा छैन, तर चाहिँ हामी हिँड्दैछौँ होइन। केटाहरू पनि छन्, केटाहरू हिँड्दैछन् अगाडि, हामी पछाडि हिँड्दैछौँ। सो गाइस हेरौँ है त्यहाँ पार्क कस्तो छ है त। लगाइछौँ हामी चाहिँ पार्कमा पुग्यौँ। यस्तो दामी पार्कमा ल्याएर आइदियो होइन केटाहरूले। सही रहेछ। सही हो अनि हामी चाहिँ चट्ट झ्याउला थियो अनि शीतल होस्, छाया होस् अनि सुत्न पाइयोस् भनेर पार्कमा पुरा केटाहरूलाई लगो भनेर लिएर आएको हामी नयाँ ठाउँमा होइन। केटाहरूले त खत्रै पार्कमा लिएर आयो तर दामी छ। जोस् दामी छ, दामी लाग्यो। साइडमा दामी बनाएर रहेछ नि, रोखेर रोखेर होइन यस्तो बिचमा हिँड्ने। कस्तो रियालिटी ल दामी यो राम्रो लागेन? त्यही त नि मैले त्यही त राम्रो लाग्यो भन्दा छु नि त। कस्तो कुरा गर्छ नि यहाँ तिमीलाई त्यो उहाँको पार्क छ नि, त्यो रत्नमार्गको के पार्क छ नि, के अरे के भन्छ रत्नमार्गको पार्कलाई के भन्छ? होइन भन्दैन, अर्को के भन्छ? होइन होइन त्यो फन पार्क त तलतिर भइहाल्यो। चोकनिर छ नि पार्क। पैसातिर जाने के अर्कै भन्छ नाम ठ्याक्कै बिर्छ होइन। त्यो पार्क भन्दा हेर्ने हुने चट्टै हेर्ने नि यस्तो दामी छ नि यो लाइन अनि कस्तो कुरा गर्छ नि यार। यस्तो राम्रो पार्क देखेर पनि होइन कुराहरू राम्रो छैन भन्छन् तर एकदम राम्रो रहेछ है। अब अन्त कहाँ लाग्दा लान थाहा होइन, हामी पछाडि हिँड्छौँ। साइडमा चाहिँ खोला होइन नदी बग्दो रहेछ साइडमा। तर ठिक छ यार बस्नलाई राम्रो छ, रमाइलो हो यार। टक्क बस्ने ठाउँ बनाइदियो भए यस्तो बबाल हुन्थ्यो नि साइडमा होइन। साइडको चाहिँ स्मेल आउँछ अलि। 2 घन्टा हामी यो पार्कमा सुतेर होइन फेरि एनएससी अफिस जान्छौँ। खर्खा पारेर एनएससी लिन्छौँ भन्न त मिल्दैन होइन, के गर्नु यस्तै छ। तर दामी रहेछ यार यो ठाउँ चाहिँ एकदम दामी। यहाँ होइन यो पानी सानी परे भए चाहिँ मस्ती हुन्छ क्या। यस्तो सत्ता झरेर सुतिसम्म भएन दामी ठाउँ चाहिँ एकदम दामी रहेछ होइन। रोडको साइडमा एकछिन सुत्यो उठ्यो कुरा गरियो गफसफ मारियो सबै मिलेर। सो अब चाहिँ हिँड्दैछौँ त। अनि जस ठाउँ चाहिँ राम्रो बनाइदिएको रहेछ होइन। चट्ट बिरुवा घामको बेला हुन्छ नि शीतल सहारी होइन, चट्ट मान्छेहरू बसिरहेछन्। उता जाने होइन लगाइच ल। फाइनली हामी चाहिँ अब रुममा लगभग पुग्न आइसक्यौँ होइन, फर्किसक्यौँ एनएससी अफिसदेखि। अनि यसो त्यही हो एनएससी बनाउँदाखेरि चाहिँ डेट दिन्छ होइन, डेटमै जानु दुःख नपाउनु भयो। अनि अर्को अप्सन पनि हुन्छ, त्यो अप्सन युज गर्नको लागि चाहिँ अब त्यही नै हो बुझ्नु होला। अनि सो हामीले चाहिँ अर्को अप्सन युज गऱ्यौँ होइन। अनि म चाहिँ के प्रिफर गर्छु भन्दाखेरिमा चाहिँ त्यही एनएससीको डेट हुन्छ त्यो डेटमा जानु होला। चिलपारामा होइन लाइन लाग्दै बनाउनु होला, लाइन लाग्नुपर्छ। एकदम भिड हुन्छ एनएससी अफिसमा अनि धेरै हुन्छन्। आज मात्रै 1000-1200 एनएससी भयो भनेपछि। सो गाइज होइन त्यही नै आजको भ्लगमा चाहिँ यतिसम्मको लागि, नेक्स्ट भ्लगको सम्मको लागि है त गाइज।